भाइ बहिनीहरुको म नाम पढ्छु। सबै विद्यार्थी भाइ बहिनीहरु मञ्चमा आइदिनु होला। 3.92 जीपीए ल्याउने परोपकार आदर्श माविका भाइ दिवस चपाई। 3.84 जीपीए ल्याउने परोपकार आदर्श माविको बहिनी दीक्षा गुरुङ। 3.87 जीपीए ल्याउने मण्डली माध्यमिक विद्यालयको भाइ नवराज मालबुल। त्यस्तै 3.83 जीपीए ल्याउने परोपकार आदर्श माविका बहिनी विद्यार्थी बहिनी श्रेया दवाडी। त्यस्तै 3.79 जीपीए ल्याउने परोपकार आदर्श माविको बहिनी शिवानी ढकाल र 3.75 जीपीए ल्याउने परोपकार आदर्श माविको बहिनी जेनिसा खड्का। दिवस चपाई, दीक्षा गुरुङ, नवराज मालबुल, श्रेया दवाडी, शिवानी ढकाल, जेनिसा खड्का विद्यार्थीहरूलाई मञ्चमा आमन्त्रण गर्दछु। यदि विद्यार्थीहरू हुनुहुन्न भने अभिभावकज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु र यदि अभिभावक पनि आउनु भएको छैन भने विद्यालयका प्रधानाध्यापकज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु। त्यस्तै संस्थागत विद्यालयतर्फ 4 जीपीए ल्याउने सुलभ श्रेष्ठ। सुलभ श्रेष्ठ दीक्षा गुरुङ 3.84। दीक्षा गुरुङ त्यस्तै नवराज मालबुल मण्डली मावि। श्रेया दवाडी परोपकार आदर्श मावि, शिवानी ढकाल परोपकार आदर्श मावि, जेनिसा खड्का परोपकार आदर्श मावि। विद्यार्थी उपस्थित हुनुहुन्छ भने चाहिँ स्वयं विद्यार्थी आइदिनु होला। विद्यार्थी उपस्थित नभए विद्यार्थीको अभिभावक आइदिनु होला र यदि अभिभावक पनि हुनुहुन्न भने चाहिँ विद्यालयको प्रधानाध्यापकज्यूलाई म अनुरोध गर्दछु। श्रेया दवाडी, शिवानी ढकाल, जेनिसा खड्का। हामी अभिभावकज्यूहरूलाई पनि हार्दिक धन्यवाद, हार्दिक बधाई ज्ञापन गर्छौँ। उहाँहरूले शैक्षिक वातावरण निर्माण गर्न उहाँहरूको पनि ठुलो भूमिका रहेको छ। म पुरस्कृत विद्यार्थी र अभिभावकज्यूलाई यो मञ्चमै बसिरहन हुन मैले अनुरोध गरेँ। कक्षा 8 का विद्यार्थी भाइ बहिनीहरूलाई पनि मैले मञ्चमै बसिरहन अनुरोध गरिराखेको छु। अब हामीसँग कक्षा 12 मा 3.65 जीपीए ल्याउने दुर्गा देवकोटा परोपकार आदर्श मावि। 3.65 जीपीए ल्याउने दुर्गा देवकोटा कक्षा 12।
त्यस्तै 3.57 जिपिए ल्याउने मोती मगर परोपकार आदर्श मावि दुर्गा देवकोटा र मोती मगरका विद्यार्थी अथवा अभिभावकज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु। त्यस्तै कक्षा 10 संस्थाका तर्फ 4 जिपिए ल्याउने ब्राइट फ्युचर एकाडेमीका सुलभ श्रेष्ठ कक्षा 12 तर्फ दुर्गा देवकोटा र मोती मगर दुर्गा देवकोटा मोती मगर सामूहिक फोटोका निम्ति मैले अनुरोध गरेँ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। अब यस पश्चात